कसको होला त यो पैसा? हामी हाट बजार जाँदा भेटिएको थियो। हेलो एन्ड नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै र आरामै नै छु। आज पनि आइसकेको छु हजुर सामु नयाँ मिनी भ्लग लिएर। आज चाहिँ तयार भएर कता जाँदैछु भन्ने कुरा त थाहा पाइसक्नु भयो होला हजुरहरूले। फेरि भनिहाले, म चाहिँ हाट बजार जान लाग्छु। म चाहिँ तयार भइसके अनि मेरो लुक्स चाहिँ यस्तो थियो। हामी तीन बहिनी चाहिँ लागेको है हाट बजारतिर। ल के कस्तो हुन्छ हेर्दै जानु होला। हेर्नुस् न, त्यो बहिनीलाई चाहिँ फुलको रुख देख्नै नहुने क्या। बहिनीले चाहिँ हामीलाई पनि टिपेर ल्याइदिए अनि टिपेर ल्याइदिएपछि लगाउनै परिहाल्यो। हामी चाहिँ बजार पुगिहाल्यौँ। पुगेर चाहिँ हामीले आइसक्रिम खाइहाल्यौँ। यस्तो गर्मीमा चाहिँ खानु परिहाल्यो नि, होइन र? हामी चाहिँ हाट बजार पुगिहाल्यौँ अनि अलि धेरै नै भिडभाड थियो। अलि भित्र जाँदा त धेरै थिएन रहेछ अनि आउने टाइम पनि भएको थिएन कि मान्छेहरू चाहिँ अलि ढिलो आउनुहुन्छ। हाट बजारतिर चाहिँ अलि सस्तो तरकारीहरू पाइन्छ अनि ताजा पाइन्छ भनेर चाहिँ हामीहरू पनि आएको। पहिले चाहिँ वरिपरि सबै डुल्यौँ अनि मैले चाहिँ राम्रो आलु देखेर 2 केजी जति किनिहालेँ। डुली अनि राम्रो प्याज पनि पाएँ अनि प्याज पनि किनिहालेँ मैले। अहिले चाहिँ अलि धेरै नै भिडभाड भइरहेको थियो। कसको बच्चा खै मलाई हेरेर एकदम हाँस्दै थियो कि मेरो फेस चाहिँ कमेडी लाग्यो क्या उसलाई। अनि हामी चाहिँ यता छतमा आइसकेको थियौँ अनि त्यहाँबाट चाहिँ यस्तो देखिरहेको थियो अनि उता पनि लागिरहेको थियो कि देउडा प्रेमीहरूलाई देउडा। अनि यस्तो गर्मी थियो कि अनि बहिनीहरूले बरफ पनि लिएर आइहाल्यो अनि हामीले बरफ पनि खायौँ। अनि त्यसपछि चाहिँ चटपटी लिएर आयौँ, चटपटी पनि खायौँ। हाट बजार आइसकेपछि यतिको चाहिँ खानु परिहाल्यो। आज मेरो साथी भने पनि यिनीहरू नै थिए अनि पछि हामीले अलिअलि भिडियोहरू पनि क्याप्चर गरिहाल्यौँ। त्यसपछि चाहिँ एउटा बहिनीले आउनु न दिदी एउटा टिकटक बनाऊँ भन्दै थिइन् अनि म चाहिँ गएर बनाउन थालिहालेँ। हेर्नुस् न, यिनीहरूको पारा बजार आउँदा पनि खेल्न छोड्दैनन् भने के। त्यति नै बेला बबिता पनि आइपुग्छ अनि त्योसँग अनि धेरै दिनपछि भेट भएको हुन्छ नि, अलि धेरै कुरा गर्छौँ अनि हामी आफ्नो घरतिर लाग्छौँ। आजभोलि धेरै नै गर्मी बढेको थियो कि अनि हामीले छाता पनि लिएर आएका थियौँ बिहानै। घर फर्कँदाखेरि पिरो चाउचो लिएर आएका थियौँ कि अनि पिरो चाउचो खाएर आँखाबाट आँसु निकाल्ने चाहिँ मनै होला कि पिरो पनि खान खोज्ने अनि आँखाबाट पनि आँसु निकाल्ने भने। हाम्रो हालत चाहिँ आधी बाटोमा यस्तो भइसकेको थियो। सामान चाहिँ अलि धेरै नै थियो कि त्यसैले कठै यो बहिनीको ढङ्ग त हेर्नुहोस् न साथीहरू। कि मैले भनेको थियो नि साथी 500 रुपियाँ भेट्यो भनेको, 500 भेटेको होइन, मैले 500 ल्याएर चाहिँ हाट बजार आएको थिएँ। हस् साथीहरू, आजको लागि चाहिँ यति नै। आजको मिनी भ्लग चाहिँ कस्तो भएको छ कमेन्ट गर्नु होला। फलो गर्न चाहिँ नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।